Hey everyone, welcome back to my YouTube channel. So by Ankit on Tulsi जना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि चाहिँ आउँदैछ मेरो साथीको रुमबाट। यो चाहिँ रुम सर्नु लाग्थ्यो, अहिले चाहिँ स्टेसनमा बस्थ्यो त, त्यस्तै भएर त्यसलाई गाह्रो भएर एउटा अर्को साथी पनि बस्छ। अनि रुम चाहिँ अहिले नजिकै लिएछ काम गर्ने ठाउँबाट। अनि look at this, and there is his setting एकदम। तर यो साइड चाहिँ एकदम त्यो छ कि काम गर्ने मान्छे जाँगर मान्दो रहेछ। अनि यतातिर चाहिँ बाहिरतिर अहिले बाहिर आइसक्यो कि। अनि मेरो पछाडि देख्न सक्नुहुन्छ कस्तो देखिरहेछ भनिदिनु होला। आफ्टर अ लङ टाइम मैले न्यू ब्लग बनाउँदैछु। अनि त्यही पनि अब हेरौँ कस्तो कन्टिन्यू हुन्छ। आज मैले एउटा ब्लग अपलोड गर्ने भनेको, तर कतै जाने भनेको हुँदै भएन कि। अनि यसले भन्यो रुम सारम अनि हेल्प गरिदिएँ। अनि त्यसो भए म यहाँ आएको। अनि ठाउँ चाहिँ एकदम राम्रो छ, पछाडितिर हेर्न सक्नुहुन्छ। अनि मर्निङ टाइममा एकदम आउनुहुन्छ। यता रुम चाहिँ मलाई एकदम मन पऱ्यो कि। यता 2 बेड छ, एसी छ होइन। अनि यतातिर बाल्कनी कस्तो राम्रो, लुक एट दिस। अनि एरिया पनि एकदम शान्त छ होइन। अनि इट्स मी एज अलवेज होइन। अनि राम्रो ठाउँ राम्रो छ। पहिला चाहिँ यो साथी एकोमोडेसनमा बस्दो रहेछ कि यतातिर। अनि म चाहिँ आफ्नै पर्सनल रुम बसेको। मैले पर्सनल रुममा चाहिँ कहिले ब्लग बनाएको छैन। आज चाहिँ रुम सेटिङ गरेर भनेर ब्लग बनाउन लाग्छु। अनि कस्तो देखिन लाग्छ। अनि मेरो यतातिर देख्न सक्नुहुन्छ, यतातिरको एरिया पनि खाली छ कि। अनि म चाहिँ यसलाई भर्खर सावर लिएको। अनि त्यही भएर सर्टलेस भएर घुमिरहेको छु, तर त्यति नै देखेको छैन। अनि पछाडितिरको एरिया चाहिँ यस्तो देखिरहेको छ। आई होप राम्रै देखिरहेको होला। अनि आफ्टर लङ टाइम मैले न्यू ब्लग ब्लग बनाउँदाखेरि अलि बोल्न गाह्रो भइरहेको छ। तर मैले कन्टिन्यू ब्लग गरेँ भने चाहिँ लाइक बोल्ने प्र्याक्टिस भइरहन्छ त। एन्ड यहाँ द रुमको सुरुवात अझै पनि सेटिङ गर्दैछ। रुम चाहिँ एकदम म्याच देखिरहेको होला होइन। तर केही दिनमा चाहिँ यसले मिलाउँछ क्या। केटो चाहिँ एकदम जाँगिलो छ। आफ्नो बेड पनि मिलायो, आफ्नो साथीको मिलाउँदैछ, त्यसको लागि खाना पनि पकाउँदैछ। लुक एट दिस। अनि यहाँ एउटा फ्रिज पनि छ, इट्स वर्किङ। धेरै टाइममा अनि ब्लग चाहिँ यति नै होइन। अनि कन्टिन्यू गर्दै गरौँ न। अहिले चाहिँ हामी बाहिर जान आँटेको, किनभने के सामान ल्याउनु थियो त। आज मैले पुरै दिन यता बिताइसकेँ कि। मेरो पनि केही काम थियो, तर भ्याएन गर्न, किनभने साथीलाई हेल्प गरिदिनुपर्छ भ्याएन। अनि अब चाहिँ म जान लाग्यो। अब आफ्नो रुममा पनि जानुपर्छ। साँझ मेरो चाहिँ भोलि मर्निङ सिफ्ट छ। अनि मर्निङ सिफ्ट गर्न जानुपर्छ। अनि मैले चाहिँ धेरै युज गरेको छैन कि म काम गर्छु भनेको। अनि रुम चाहिँ मलाई एकदम मन पऱ्यो कि। दिनुपर्छ त, अब त्यसपछि थाहा हुन्छ। अनि यस्तो एकदम लाज मान्छ भन्नु होला। अनि यहाँतिर मैले अघि नै देखाएको बाल्कनी कस्तोदेखि लाग्छ। यता चाहिँ बाल्कनी छ। मैले उता पछाडितिर देखाएको थियो त, पछाडितिर चाहिँ त्यहाँ 2टा रुमको बाल्कनी। तर यो रुम चाहिँ एकदम बेस्ट के। अनि त्यस्तो केहीजना आज चाहिँ साथी रुम सर राखेको। अनि मैले होल डे यसको साथीको रुममा बिताइदिएको। बिहान त गर्दैन। अनि लास्ट थाकै भइरहेछ। अनि अब चाहिँ एकछिन बाहिर निस्किनु भनेको। पान्डा, गुड पान्डा, हे पान्डा से हाई। यो चाहिँ यसको साथीको हो कि, नट त्यसको ल्यायो। अनि अब चाहिँ हामी निस्किन्छौँ भन्दै कि। एन्ड यही हो ओके देन अलराइट गाइज। अब चाहिँ हामी निस्किनु लाग्यो होइन। कस्तो देखिँदैछ नुहाएर काइमी पनि गरेको छैन कि। के लगाउँदै लगाएन, तेल भएर चाहिँ लगाउनु पर्ला जस्तो भइरहेको छ। त्यस्तै च्याप्टै हुन्छ। म चाहिँ कस्तो देखिरहेको छु, ठिक देखिरहेको होला। अलराइट गाइज, म हजुरलाई रुम देखाउन तपाईँले रुमको स्टार्टिङ एन्ड एन्डिङ एन्ड यो रुमको स्टार्टिङ होइन। यहाँदेखि एन्ट्रेन्स छ, यहाँदेखि रुमको स्टार्टिङ एन्ड किचन छ यहाँतिर होइन। अच्छा इट्स मी, यो देखिरहेको होला। अनि यता चाहिँ वासरुम छ क्या, देख्न सक्नुहुन्छ। वासरुम पनि एकदम राम्रो छ। सावर हेयर सामानहरू ओके, वासरुम छ। अनि हि इज अल्सो मेकिङ भिडियो फर आफ्नो साथीहरूलाई पठाउने होला त। अनि यहाँ 2टा बेड छ, 2टा साथीहरू छ नि त यिनीहरू। यहाँ 2टा बेड, फर्स्ट सेकेन्ड एन्ड थर्ड। लुक एट दिस हाउ क्युट इट इज। यसको मैले के नाक्चो निस्किहाल्यो कि यसको। यार मैले के गराउँदै थिएँ। अनि यसको यो निस्किहाल्यो। अब कि गम ल्याएर चप्काउनु पर्छ, नत्र मार्छ यसको साथीले। अनि यतातिर चाहिँ एउटा राम्रो बाल्कनी छ है। जस्ट अ मोमेन्ट, यहाँबाट खोल्यो। लुक एट दिस बाल्कनी। यहाँबाट यो यति बाल्कनीको एरिया, लुगा सुकाउने ठाउँ। अनि यहाँबाट बाहिरको ठाउँ कस्तो छ मैले अघि ब्लगमा देखाएको थिएँ। लुगा सुकाउने ठाउँ यहाँ पनि रहेछ, यहाँ 3वटा। एन्ड ओके यति नै हो। जाउँ अब यहाँबाट निस्किनु लागेको। अलराइट गाइस, अहिले चाहिँ हामी रुमबाट निस्किसक्यौँ। ए केटाफ्रेन्ड ए से आए
यसले चाहिँ के पनि भन्दो रहेछ कि यसले चाहिँ केटीहरूको अगाडि लाज मान्छ खै यो चाहिँ यो पनि भ्लग बनाउँदो रहेछ के तर चाहिँ केटीहरूको अगाडि एकदम लाज मान्छ खै के भएर हो मलाई चाहिँ त्यस्तो लाज लाग्दैन बिकज आइ एम डुइङ माई वर्क एन्ड इट्स आई लाइक द्याट आफ्नो प्राइभेसी भनेको प्राइभेसी हुन्छ क्या अनि प्राइभेसी भनेको प्राइभेसी अनि भ्लग बनाउँदैमा के हुन्छ र तिनीहरूलाई थोड्न हामीले सुट गर्ने हो त आफूलाई हो नि त अब अगाडिबाट एउटा केटी आउनलाई भने मलाई पनि बोल्न चाहिँ एकदम लागिहाल्छ तर म चाहिँ अब अगाडिबाट एउटा केटी आउनलाई भने मलाई पनि बोल्न चाहिँ एकदम लागिहाल्छ तर म चाहिँ कन्टिन्यू बोलिदिन्छु क्या मलाई त्यस्तो लाग्दैन किनभने पहिल्यै मलाई भ्लग स्टार्ट गर्दाखेरि चाहिँ मैले होलीमा फर्स्ट भ्लग हालेको थिएँ अनि होलीमा चाहिँ अनि फर्स्ट भ्लग हाल्दाखेरि सबैसँग भयो त म नचिना मान्छेसँग भ्लग बनाएको थिएँ क्या होलीमा अनि त्यसपछि तिनीहरूसँग बनायो अनि फर्स्ट भ्लग पनि तिनीहरूसँग बनायो भनेपछि धेरै मान्छेहरूको अगाडि बनायो त नत्र धेरै जस्तो मान्छेले फर्स्ट भ्लग चाहिँ मेन कन्टेन्ट खोजेर मसँग चाहिँ आजको कन्टेन्ट छैन आजको कन्टेन्ट चाहिँ यति नै हो कि आजको अफ थियो होइन अफमा के गरिदियो अफमा धेरै के गरेन यसकै हेल्प गर्यो पुरा दिन यसमै वेस्ट भयो म एकचोटि हिजो अराउन्ड 4 बजीतिर ड्युटीबाट सकेको थियो अनि गएर सुत्यो अनि दिउँसो 12 बजी उठ्यो अनि देखा त यसको फोन आएर रहेछ अनि फोन आएर चाहिँ यसलाई कल ब्याक गरेर त यसले त भन्यो कि मेरो रुम सार्ने छ भनेर भन्न त अघि पहिल्यै भने मलाई तर फेरि यसको रुम सार्नलाई हेल्प गर्यो अनि अहिले चाहिँ कति माथितिर जाँदैछौँ कस्तो हुन्छ होइन मैले के भन्न आँटेको थिएँ मैले त्यो आफ्नो फर्स्ट ब्लगको कुरा गरिरहेको थिएँ अनि फर्स्ट ब्लग चाहिँ मैले धेरै मान्छेहरूसँग बनाएको लाइक म चाहिँ पहिला एक्चुली वेन आई वाज स्टडिङ इन अराउन्ड 12 क्लासमा स्टडी गर्थेँ मैले ब्लग बनाउनु त पहिलाबाट मन थियो तर फर्स्ट ब्लग चाहिँ मैले 12 क्लासमा स्टार्ट गरेको एट द एन्डमा गरेको किनभने फेरि त्यहाँ अनि नजिकमा एउटा एग्रिकल्चर कलेज रहेछ कि त्यहाँनिर दाइहरूसँग होली खेल्न जाऊँ भनेको किनभने रुममा एक्लै थिएँ दाइहरूसँग होली खेल्न गयो अनि त्यहाँ दिदीहरू त धेरै हुनुहुन्थ्यो कि अनि ती मैले फर्स्ट ब्लग बनाएको कि बनाउन चाहिँ यस्तै बनाएको थिएँ त्यहाँदेखि त मसँग कन्टेन्ट पनि थियो त अनि कन्टेन्टमा चाहिँ मसँग कन्टेन्ट थियो कि बिकज होली स्पेसल भनेर भ्लग हालौँ भनेर तर त्यो भएर भन्नलाई अलिक सजिलो हुन्छ अनि त्यही बनाएको त्यसपछि बनाउँदै कन्टिन्यू केही टाइम मैले कन्टिन्यू गरेँ अनि त्यसपछि चाहिँ अहिले चाहिँ आफ्टर करिबन अराउन्ड 8 महिना हुन लाग्छ सायद मैले भ्लग नहालेको यो भ्लग आउँछ होला मेबी धेरै भन्यो भने हिँड्दै जाने कि बस्न जाने हो बस्न जाने हो अनि कहाँ हिँड्दै जाने फेरि ए ल गाइस एकछिन बस्नु पर्ख्यौँ होइन हे गाइस आजको ब्लग चाहिँ यति नै ब्लगको अन्तिमतिर चाहिँ हामी बिचतिर घुम्न गएको थियौँ अनि बिचबाट फर्केर चाहिँ अब रुमको लागि खानेकुरा लिनु पऱ्यो भनेर सुपर मार्केट गयौँ अनि त्यहाँकै खानेकुराहरू लियौँ रुमको लागि त्यही हो आजको ब्लग हजुरलाई यो ब्लग राम्रो लाग्छ भने डोन्ट फर्गेट लाइक शेयर एन्ड सब्सक्राइब भेटौँ होइन त नेक्स्ट ब्लगमा सी यू गाइस